ल आज चाहिँ मैले लिइरहेको छु नरिवलको बर्फीको रेसिपी है। यसको लागि चाहिँ हामीलाई चाहिन्छ 1 कप र आधा जति डेजिकेटेड कोकोनट। यो चाहिँ सजिलै पसलमा पाउन सकिन्छ प्याकेटमा। त्यस पछाडि मैले 2 चम्चा जति घिउ हालेँ अनि त्यसमा चाहिँ त्यो डेजिकेटेड कोकोनटलाई राखेर फ्राई गर्ने। यसलाई चाहिँ धेरै ठुलो ग्यास होइन, एकदम सानो ग्यास बनाएर फ्राई गर्नुपर्छ। अनि त साइडमा चाहिँ मैले थोरै दुध र अनि 4 चम्चा 4 टेबलस्पुन जति चाहिँ मिल्क पाउडर राखेर यसलाई मिक्सरमा घोलेँ। त्यो नरिवललाई चाहिँ 2 मिनेट जति हजुरहरूले फ्राई गर्नुभयो भने हुन्छ। त्यसलाई धेरै डढाउनु पर्दैन, हल्का बास्ना आउने भयो भने हुन्छ है। त्यस पछाडि जुन हामीले मिक्स गरेर राखेको यो दुध छ नि, त्यसलाई चाहिँ यसमै हालिदिने। अनि त्यस पछाडि फेरि सानो ग्यास बनाएर चाहिँ यसलाई लगातार चलाइरहने है। अनि यही बेलामा चिनी पनि आफूलाई गुलियो कति मनपर्छ त्यही अनुसार हाल्ने अनि चलाइरहने जबसम्म चाहिँ यो कराईबाट चाहिँ यो मिक्सरले चाहिँ आफ्नो त्यो तलको लागेको त्यो छोड्दैन, ठाउँ छोड्दैन, तबसम्म चाहिँ मजाले चलाएर पकाइरहने। त्यस पछाडि चाहिँ हामीले यसलाई ट्रेमा थालमा जे छ त्यसमा हालेर सर्र लाएर अब आफूलाई कस्तो सेप बनाउन मन लाग्छ अलिक सेलाए पछाडि अनि कस्तो सेप बनाउन मन लाग्छ त्यस्तो सेप बनाएर चट्ट लाएर अनि फ्रिजमा हालेर सेट गर्न छोडिदिनुपर्छ। मैले चाहिँ 4पट्टीवाला सेप बनाएको छु। मसँग चाहिँ अब यो 4पट्टी बनाउनको लागि मोल्ड भाँडा थिएन, त्यही भएर मैले चाहिँ स्पिचुलाले अब मजाले मिलाएर बनाएको छु। कहिलेकाहीँ घरमा होइन के फङ्सनहरू भयो भने पनि यो मिठाई बनाउनु चाहिँ कति सजिलो हुन्छ कि, कति चाँडै बन्छ अनि कस्तो मिठो पनि हुन्छ कि। सो हजुरहरूले पनि ट्राई गर्नु अनि कस्तो लाग्छ होइन, सजिलो छ। राम्रो लाग्यो भने मलाई पनि कमेन्टमा भनिदिनु होला है। अनि ल मैले चाहिँ अब सरल लाएर यसलाई 4पट्टी बनाएर यसलाई चाहिँ अनि माथिबाट चाहिँ आफूसँग भएको नट्सहरू राखेर काटेर सरल लाएर त्यसलाई सजाएँ। अनि त्यस पछाडि यसलाई चाहिँ क्रिम फिलिङले कभर गरेर चाहिँ मैले चाहिँ यसलाई फ्रिजमा सेट हुनको लागि राखिदिएँ 15 मिनट जति। अब 15 मिनट जति पछाडि यो सेट भयो अनि यसलाई चाहिँ अब आफूलाई कस्तो सेपमा मनपर्छ त्यस्तो सेपमा काट्ने। सेपमा काटे पछाडि त यो कति चाँडो रेडी भइहाल्छ कि, खाँदा पनि एकदम मिठो हुन्छ। ल हेर्नु त कस्तो राम्रो देखिएको छ है। अनि हजुरहरूलाई चाहिँ कुनै अरू पनि मिठाई मनपर्छ अनि मैले त्यसको रेसिपी लिएर आए हुन्थ्यो जस्तो लाग्छ भने चाहिँ मलाई कमेन्टमा लेख्नु होला। म नेक्स्ट टाइम चाहिँ त्यो पनि हजुरहरूको लागि लिएर आउँछु है। ल हेर्नु त कस्तो राम्रो देखियो है, एकदम मिठो पनि छ। ल हजुरहरू पनि बनाएर खाएर इन्जोय गर्नु होला है। हस्, थ्याङ्क यू।